यो देशको उच्च पदस्थ व्यक्ति महिला प्रधानमन्त्री भए तापनि आम जनता, आम महिला दिदीबहिनीहरूको अवस्था भने एकदम गम्भीर रहेको छ। केही दिन यता आँचल नाथ गरेकी महिला दिदीको भिडियो भाइरल भइरहेको छ। उहाँ सुदूरपश्चिमको व्यक्ति हुनुहुँदो रहेछ र हाल अहिले काठमाडौँ बस्दै आउनुभएको उहाँलाई जिउँदै शरीरमा पेट्रोल खनाएर आगो लगाइदिएछन्। उहाँ अहिले जीवन र मरणको दोसाँझमा केएमसी अस्पतालभित्र हुनुहुन्छ। हाम्रो देशमा राष्ट्रपति महिला हुँदा पनि निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो र अहिले प्रधानमन्त्री हुँदा पनि यी र यस्ता जघन्य अपराधहरू बाहिर देखिँदै आएका छन्। उच्च पदस्थ स्थानमा महिलाको मात्रै सहभागिताले केही पनि हुने रहेनछ। एउटा राम्रो कानुन नबनाएसम्म यो देशमा सधैँ यस्तै नै भइरहन्छ। त्यस कारणले उच्च पदस्थ महिला भएको अवस्थामा अहिले कानुन फेरबदल गरेर भए पनि महिला दिदीबहिनीहरूमाथि यी र यस्ता जघन्य अपराध गर्ने अपराधीहरूलाई फाँसीको सजाय नदिएसम्म अब पार लाग्नेवाला छैन।